मन्त्री परिषद बैठकले वैदेशिक सहायता परिचालन नीति 2082 स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबारको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भने सार्वजनिक खरिद चौथो संशोधन नियमावली 2082 समेत स्वीकृत गर्ने निर्णय गरियो। बैठकले मुलुकमा सुशासन कायम गर्न प्रधानमन्त्रीको अध्यक्षतामा 15 सदस्यीय उच्च स्तरीय शासकीय सुधार आयोग गठन गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशीका प्रमुख सचिव केदारनाथ शर्मालाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव पदमा सेवा गर्ने निर्णय गरेको हो। साउथ एसिया सोसियो इकोनोमिक सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा 15 सदस्यीय उच्च स्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय भएको छ। 2082 वैशाख 16 गतेदेखि 22 गतेसम्म भारतको नयाँ दिल्ली, देहरादून र लखनऊमा द्विपक्षीय भेटघाटको लागि सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री श्री कमल बहादुर शाह र प्रमुख सचिव डाक्टर कमल प्रसाद पौडेलको भ्रमण स्वीकृत गर्ने पनि निर्णय गरेका छौँ हामीले। त्यस्तै प्रकारले शासक विद्युत ट्रान्समिसन तथा वितरण आयोजना 700 सबैले थाहा होला। साउथ एसिया सोसियो इकोनोमिक काउन्सिल भन्ने हो यो वर्ल्ड ब्याङ्कको चाहिँ एडीबीको लोनको चाहिँ संस्था हो। शासक विद्युत ट्रान्समिसन तथा वितरण आयोजना कार्यान्वयनको लागि ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट ओबिटबाट 100 मिलियन अमेरिकी डलर बराबरको रकम ऋण सहायता लिनको लागि सैद्धान्तिक सहमति दिने र उल्लेखित ऋण सम्बन्धी वित्तीय सम्झौतालाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकतामा वार्ता टोली गठन गर्ने निर्णय भएको छ। यस्तै प्रकारले 2082 जेठ 14 गतेदेखि 31 गतेसम्म जापानमा आयोजना हुने काउन्टर पार्ट प्रोग्राममा सहभागी हुन ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव श्री सरिता दवाडीलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ।